मेरो मम्मी भगवानको भक्ति हुनुहुन्छ, त्यसैले आज सोमबारको दिन मम्मीले पूजा गर्दै हुनुहुन्छ। मेरो मम्मीको मन्दिर। मम्मी आज सोमबारको दिन यसरी पूजा गर्यो भने यसको फाइदा खास के हुन्छ भनिदिन मिल्छ? आज सोमबार भन्दा पनि अष्टमी। ए हजुर हजुर। आज अष्टमीको दिनमा हजुर घरमा पूजा गर्नुपर्छ। हजुर। पूजा त सधैँ गरिन्छ। हजुर। यसरी देवीको होमन गर्दा राम्रो हुन्छ। हजुर। देवीलाई होमन गर्नुपर्छ। पूजापाठ सकिसकेपछि होमन गर्नुपर्छ। अष्टमीमा प्रत्येक अष्टमीमा हजुर व्रत बस्ने, होमन गर्ने जौ, तिल, चामल, गाईको घिउ मिसाएर होमन गर्नुपर्छ। यदि म कतै गएको बेला पऱ्यो भने नि जलफुल गरिसकेपछि होमन गर्दा राम्रो हुन्छ। घरमा सुक्ति शान्ति हुन्छ। नौ दुर्गालाई गर्ने भनेकै अष्टमीमा व्रत लिने। व्रत ल्याइसके पछाडि राम्रो पनि हुन्छ होमन गर्ने, व्रत लिने अष्टमीमा, प्रत्येक अष्टमीमा है। यस्तो गर्नुपर्छ। यस्तो गर्दाखेरि धेरै राम्रो हुन्छ। सोमबार फेरि पितृको बार पनि हुन्छ। पितृलाई पनि सम्झिन सकिन्छ होमन गर्दाखेरि। हेर्नुहोस् साथीहरू कसरी होमन गर्ने, घरमै गर्न सकिन्छ। सोमबार पितृ बोलाउने, पितृको बार। हजुर। देवीको लागि आज अष्टमी पनि परेको कारणले गर्दाखेरि यसको फाइदाहरू त धेरै छ होला हैन मम्मी? धेरै फाइदा छ। व्रत बस्दाखेरि एकदम राम्रो हुन्छ। देवीको व्रत बस्नु अष्टमीमा महिलालाई अति नै राम्रो। अरू व्रतभन्दा अष्टमीमा अति राम्रो हुन्छ। अष्टमीमा प्रत्येक दिन देवी भगवान पनि व्रत बस्नुहुन्छ आज। उहाँको पनि व्रत हुन्छ र उहाँको चेलाचेलीहरूले व्रत गर्नुपर्छ। यसरी घरमा होमन नगरीसम्म व्रत हुँदैन। फेरि होमन त गर्नैपर्छ भगवानलाई। आजको दिन सोमबार पनि परेको कारणले पितृलाई पनि सम्झिन राम्रो हुन्छ। नत्र प्रत्येक अष्टमीमा देवीलाई मात्रै, देवीहरूलाई मात्रै, र पूर्णिमाको दिनमा देवी देवतालाई मात्रै। ल सबै साथीहरू, हजुरहरूलाई यस्तै यस्तै नयाँ कुराहरू जान्न मन छ भने मेरो मम्मीले नयाँ युट्युब च्यानल खोल्नुभएको छ सन्तु देवी, सब्सक्राइब गरिदिनु होला प्लिज। लाइक, सब्सक्राइब, सेयर गरिदिनुहोस्। हजुरहरूले नयाँ नयाँ कुराहरू सिक्न पाउनुहुन्छ, नयाँ कुराहरू जानकारी पाउन सक्नुहुनेछ। यस्तो गाईको घिउमा राख्नु